गुड इभिनिङ। हामी चाहिँ यहाँ अहिले फुटसलमा आएका छौँ। हाम्रो स्कुलको स्टाफहरू फुटबल खेल्दैछ, उनीहरूको बिचमा म्याच हुँदैछ र हामी हेर्ने चाहिँ हामी दुईजना मात्रै अडियन्स चाहिँ। अहिले रातिको कति भयो टाइम? 7:32 7:30 भइसक्यो। अन्त राति इभिनिङको फुटबल म्याच हुँदैछ। अन्त तपाईँहरूलाई देखाइदिन्छु के कसो हुँदैछ। हामी चाहिँ यहाँ दुईजना जेनी मेम र म चाहिँ आएको छु अहिले। तपाईँहरूलाई देखाइदिन्छु कस्तो हुन्छ। यहाँ चाहिँ हाम्रो आफ्नै सरहरूको बिचमा नि म्याच हुँदैछ। एउटै उद्देश्यको होइन, स्कुलकै टिचरहरूको बिचमा होइन। यहाँ हाम्रो टिचर यता पनि छ उता पनि छ है, दुवैतिर हुन्छ। स्कुलको त्यही टिचरहरूको बिचमा नै हुँदैछ फ्रेन्डली म्याच जस्तै हो। फ्रेन्डली म्याच। यहाँ चाहिँ अहिले भर्खर यहाँ खेलिसकेर चाहिँ यहाँ रेस गरिरहेको छ। हामी चाहिँ हाम्रो टिमको चाहिँ भर्खर, हाम्रो स्कुलको स्टाफहरूको चाहिँ भर्खर सुरु भयो म्याच। अब यो 1 घन्टाको छ। अब तपाईँहरूलाई के कसो हुन्छ देखाइदिन्छु। अनि यो कोर्ट चाहिँ फुल अरे कि, तर यो चाहिँ थोरै टिम हुँदा चाहिँ आधी यो कोर्ट चाहिँ हाम्रो नयाँ बनेको यो फुटसल दामी छ। हाम्रो म बसेको रुमदेखि चाहिँ अलिकति यहाँ छेउमै छ। हाम्रो जेनी मेम बसेकोदेखि पनि छेउमै हो होइन। यो कहाँ भने हबिबको अलिकति यता, अलिकति छेउमै, हबिबको छेउमै। यहाँबाट तपाईँहरू तक्षशिला स्कुलबाट सिधा आयो नि, यहाँ सिधै भेट्छ फुटसल। यो चाहिँ 7 साइड हो। यहाँ म्याच कतिचोटि म्याच पनि भइसक्यो हालैमा। टिममा चाहिँ हाम्रो मनोज सर, ध्रुव सर, अनिल सर, सुरज सर अनि लक्ष्मण सर हुनुहुन्छ। अर्को टिममा चाहिँ किरण सर, केशव सर, दिलीप सर अनि कञ्चनजङ्घाको सर र एकजना बाहिरको सर हुनुहुन्छ। अनिल सर नआएर गोल भइसक्यो। झन्डै गोल खेल्दैछ, बलै पाएको छैन। बोल चाहिँ पाएको छ। केशवले दिँदैन अब रिसन थाल्यो। आफै रिसाउनुहुन्छ। गोल दियो 3 गोल भएको भनेपछि उनीहरूले जित्न आँटे दिलीपले। 3 गोल दिइसक्यो। 3वटा गोल देखेँ त मैले त। हो र, म त फर्स्ट अहिले देख्दैछु। अहिले 1 गोल मात्रै देखेको थिएँ। अगाडि 2 गोल भइसक्यो। हो र, एउटा केशव सरले हानेको, एउटाले अगाडि भयो जस्तो लाग्यो। यहाँ चाहिँ चार्ज चाहिँ कति लिन्छ हौ? लक्ष्मण सर झन्डै है, किक चाहिँ राम्रो हाने, सुट चाहिँ। केशव सर दुईवटा म्याच एकैचोटि हुनसक्छ होइन। 5 साइड 7 साइड हुँदाखेरि चाहिँ एउटै म्याच हुन्छ। रिसाउँदैछ दियो। 4-0 भइसक्यो। अहिलेको पेनल्टीले 4 भयो। मजाको बस्ने ठाउँ बनाएछ स्टेडियम जस्तै। ला 5 सो यताको टिमले चाहिँ 5 गोल दिइसक्यो उतापट्टि होइन।
ठिक छ हाम्रो केशव सरको टिमले चाहिँ 5 गोल दिइसक्यो कस्तो 1 गोल पनि नदिनु सक्यो सबै मोटो मोटो रहेछ नि त त्यहाँबाट सबै उस्तो मोटै मात्रै रहेछ नि त अलिक फुर्तिलो भनेको अनिल र लक्ष्मण सर रहेछ दुईजना फेरि किरण लाना मागिहाल्यो हौ चाहिँ ल यो पनि त अर्कै टिम कसले बोकेको थियो र बल त म देखिनँ लिएर कि आफ्नै बनाउ ल 6 गोल 6-0 6-0 छैन 0 6-0 अर्को टिमसँग खेल्दा चाहिँ खिच्नु उतापट्टि यताको टिमले चाहिँ 6 गोल दियो होइन अब भनेपछि यताको टिमले जित्यो भनौँ न के फर्काउँछ यिनीहरूलाई अहिले चाहिँ हाफ टाइम भयो र स्कोर चाहिँ 6-0 भइरहेछ हाम्रो मनोज सरको टिमको चाहिँ 0 नै छ अनि किरण बाबु सरको टिमले चाहिँ 6 गोल लगाएको छ र अब हाफ टाइम पछि चाहिँ के कसो हुन्छ तपाईँहरूलाई फेरि देखाउने छु हेर्दै जानुहोस् कोड चेन्ज भयो झन्डै किरण सर उता किपर अहिले यता चाहिँ लक्ष्मण सर ए किपर झन्डै छिरेको भए त गोल हुन्थ्यो दियो होला है ए झन्डै एक्सर्साइज चाहिँ राम्रो हुन्छ अब कति भयो टाइम कति भयो म्याम अहिले टाइम 8 बज्यो टाइम हुनु आँट्यो होला ए अर्को टिम आएछ 7 साइड खेल्ने होइन यिनीको 7 साइड रहेछ नि त 8-6 भनेपछि कति बजीदेखि खेलेको 7:30 7:36 कतिमा तपाईँले रेकर्डिङ गर्नुभएको झन्डै झन्डै सेभ गर नाइस अनिल एक गोल दिए हाम्रो दुर्व सरले 1 गोल दिनुभयो कङ्ग्रेचुलेसन्स भन्ने बेलामा बोल झन्डै निल चाहिँ भएन उताबाट यता हाम्रो केशव सरको टिमले कति दियो 6 होइन यता मनोज सर 6-0 मनोज सरको टिमले 1 दियो होइन 6 र 1 अब के चाहिँ अपसकुन भयो भन्दै थियो होला के छैन 1 चाहिँ दियो नि त 0 हुनुभन्दा चाहिँ अब ठिक्क घरजनालाई मैले 1 त लाइभ भन्दै होला लक्ष्मण हाम्रो लक्ष्मण सरले होइन अहिले लक्ष्मण सरले दियो 2 गोल यता लक्ष्मण सर मनोज सरको टिमको 2 गोल भयो यता उतापट्टि चाहिँ केशव सर किरण सरको टिम चाहिँ 6 गोल 2 चाहिँ दियो
Shit. सो हाम्रो किरण सर केशव सरको टिमको 7 7 गोल दियो 7-2 भयो अहिले चाहिँ अब 8 मिनट छ टाइम अब 8 मिनट छ 8 मिनट 8 मिनट चाहिँ अब दियो 3 भयो ओके 3-7 भयो यता हाम्रो मनोज सरको टिमले 3 गोल दियो उता केशव सरको टिमले 7 अहिले चाहिँ अनिल सरले दिएको होइन अनिल सरले अनि सरले त्यहाँ ठोकायो नि त होइन गोल दिने अनिल सर है एकको लिड भन्दैछ क्या एकको लिड हजुर एकको लिड छ कतिको लिड छ भने थाहा छैन क्या काउन्टिङ ए हजुर 7-3 भयो यस्तो लाग्यो मलाई कति दियो 4 भयो 4-7 4-7 अनिल सरले फेरि दिनुभयो 3 गोल त कहाँ फर्काउनु भ्याउँदैन टाइमै छैन टाइम छैन अब टाइम सकियो 7-4 चाहिँ भयो अब कति छ भाइ 4 मिनट छ उतापट्टि सजिलो एक गोल हाने हो कि किरणले उतापट्टि सजिलो सार्नु झन्डे उयो होइन 5-7 भयो राम्रो भयो राम्रो अब 3 मिनट मात्रै छ 3 मिनट 5-7 निकै उद्देश्य गर्दै फटाफट दिन थाल्यो त 3 मिनट 5-7 भयो स्कोर झन्डै मिल धुला जस्तै भयो नि मिल झन्डै यसै गर्छ कि होइन छ भयो होइन 7-6 भयो 6-7 राम्रो दिए ड्र हुनु आँट्यो यता हाम्रो ध्रुव सरको टिम ध्रुव सर मनोज सरको टिमको 6 भयो उता केशव सरको टिमको केशव सर किरण सरको टिमको चाहिँ 7 आमा आहा झन्डै वाउ दामी गेम खेल्यो मनोज सरको टिमले बिफोर हाफ टाइम 0 थियो आफ्टर हाफ टाइम 9 गोल दियो र मनोज सरको टिमले जित्यो यो म्याच चाहिँ सो आजको हाम्रो म्याच चाहिँ सक्यो मनोज सर ध्रुव सर लक्ष्मण सर अनिल सर अनि सुरज सर भएको टिमले चाहिँ 9 गोल दियो किरण सर केशव सर दिलीप सर अनि अरू 2 जना सर भएको टिमले चाहिँ 7 गोल दियो फ्रेन्डली म्याच छ तपाईँको टिम कङ्ग्रेचुलेसन टु बोथ टिम ल थ्याङ्क यू यति नै हो हामी हेर्ने अडियन्स चाहिँ 2 जना मात्रै अरू चाहिँ छ तर यहाँ उहाँहरूको अहिले अब एकछिनदेखि हुन्छ होइन म्याच 7 साइडको लागि एउटा 7 साइडको म्याचको लागि खेल्नुको लागि आइरहेको छ अब 7 साइड म्याच सुरु हुन्छ सो बाई बाई गाइस यू इन नेक्स्ट भिडियो